पाइथनमा प्रोग्राम लेख्नुपर्ने छ। के प्रोग्राम लेख्नुपर्ने छ भने यहाँ दिएको छ हैशटैग दिएर we have to input numbers and display it is even or odd। यसको मतलब हो कुनै नम्बर इनपुट गरेर त्यो नम्बर चाहिँ ओड हो कि इभेन हो, और इभेन हो कि ओड हो भनेर देखाओ। यसको लागि हामीले के गर्नुपर्छ भने सबभन्दा पहिला कुनै भेरिएबल लिनुपर्छ जुन भेरिएबलले नम्बरलाई इन्डिकेट गर्छ। जस्तै मैले यहाँ n भेरिएबल लिए, यहाँ n दिएको छ। अब n इज इक्वल टु छ int इन्टर, त्यस पछाडि स्मल कोस्ट स्टार्ट छ इनपुट, त्यस पछाडि फेरि स्मल कोस्ट स्टार्ट इन्टर नम्बर डबल कोटेसन भित्र छ। अब यसले के भनेको छ भने कुनै नम्बर इनपुट गर। अब int भनेको डाटा टाइप हो, यो इन्टिजर भ्यालु आउँछ, यसमा डेसिमल पोइन्ट वाला नम्बर आउँदैन। र त्यस पछाडि हामीले यहाँ दुईटा कन्डिसन छ, दुईटा कन्डिसन मध्ये एउटा कन्डिसन सिलेक्ट गर्नुपर्छ। त्यो कन्डिसनमा के छ भने इभेन हो कि ओड हो। यहाँ हामीले सेलेक्सन स्टेटमेन्ट युज गर्यो, फर्स्टमा इफ युज गर्यो, यहाँ इफ दिएर यहाँ कन्डिसन लेख्यो एन्ड मोड 2। अब मोडको काम यहाँ पर्सेन्टेज सिम्बलले गरेको छ। अब मोडले के काम गर्छ भने मोडले जहिले पनि रिमाइन्डर फाइन्ड आउट गर्ने काम गर्छ। यहाँ जुन नम्बर छ त्यसमा 2 लिएर यदि डिभाइडिङ छ र रिमाइन्डर 0 आउँछ भने अब यसले के देखाउँछ, यहाँ यो अप्सन यदि ठिक भयो भने प्रिन्ट यहाँ दिएको छ इभेन नम्बर, तब इभेन नम्बर देखाउँछ। यदि यो नम्बरसँग म्याच भएन, यदि 2 ले डिभाइड दिन्छ एनमा र रिमाइन्डर 0 आउँदैन, रिमाइन्डर 1 आइहाल्छ भने तब यहाँ त्यो अर्को अप्सन छ एल्स। अब एल्स भनेपछि अब यो लास्ट अप्सन आउँछ। लास्ट अप्सनमा भनेको छ प्रिन्ट ओड नम्बर। अब यो चाहिँ पहिलेको कन्डिसन ठिक भएन भने सेकेन्ड नम्बर देखाउँछ, यदि पहिलेको कन्डिसन ठिक भयो भने यहाँ इभेन नम्बर देखाउँछ। ल आजको लागि यतिकै। प्लिज यो मेरो च्यानललाई चाहिँ सब्सक्राइब र चाहिँ लाइक गरिदिनु होला। धन्यवाद।